हेलो सबैलाई नमस्ते भन्न चाहन्छु। तपाईहरु हिजोको दिनमा नैतिकताको पाठ पढाउने नेताहरू आज आफ्नै नाममा नैतिकता हराएको हो कि जस्तो लागिरहेछ मलाई हैन। नैतिकता छ भने तपाई तत्काल राजीनामा दिनुस्, आफ्नो स्वीकार गर्नुस्। पदबाट 5 मिनेट पनि बस्नलाई अधिकार छैन। जनतालाई भ्रम नपार्नुस्। तपाई एउटा भिडियो बनाएर फेसबुकमा हालेर सामाजिक सञ्जालमा एउटा भिडियो हालेर मात्रै जनताले पत्याउनेवाला छैन। तपाईलाई आफै विचार गर्नु होला। तपाईलाई देशको गृहमन्त्री पदमा जस्तो बसेर यस्तो झुट बोलेर जनतालाई भ्रम फैल्याउनु भनेको नराम्रो विषय हो। हिजो भन्दै गर्थे त सदनमा 2 महिनासम्म तपाई सदन अवरोध गर्दा फेरि मन्त्रीले आफ्नो पदको दुरुपयोग गरेर बस्न पाउँदैन। आफ्नो नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनेर भन्ने मान्छे आफ्नै प्रश्न उठ्दा पनि तपाई राजीनामा किन दिनुहुन्न? प्रश्न त्यहाँ। तपाई हिजो 2 महिनासम्म सदन अवरोध गर्दा फेरि पुरा घाँटीको घोक्रो सुक्ने गरी कराएर बस्दै गर्दा फेरि जनताले टुलटुलो हेरिदिनु भने तपाईको 2/3 सरकारको ठुलो शक्ति र दमन जस्तो लागेर जनताले पत्याइदिनु पर्ने। अहिले आफ्नो नाममा दिनको 50-50 लाख रुपैयाँ खानु भनेको यो के शान्तिनो कुरा हो? शान्तिनो पैसा होइन नि यो। जनताले बुझिसकेको छ। जनताले जसरी नि बुझ्नु आवश्यक छ। त्यही पनि भिजिट भिसामा विदेश पठाइदिने नाममा त्यत्रो दिनको 50-50 लाख खाने आफूले भर्ती गरेको, त्यही पनि आफ्नो एकदम नजिकको पात्रले बोलिसकेको छ। हरेक प्रमाण आइसकेको छ। जताततै मिडियामा छ्यापछ्याप आउँदा पनि तपाई राजीनामा दिनु हुँदैन। हिजोको दिनमा नैतिकता देखाउने मान्छे आज आफ्नै नैतिकता छैन तपाईमा। नैतिकता भयो तुरुन्तै राजीनामा दिनुस्। आफ्नो कानुनी लडाई आफू लड्नुस्। तपाई अब निर्दोष छ भने साबित भएर आउला। दोषी छ भने तपाई राजनीति छाड्नु पर्दैन। राजनीति छाड्ने हैन, देश तपाई जेलमा बस्ने हो, सिधै जेलमा। त्यही पनि सिधै जेलमा जाने हो, जेलमा दाल भात खानु जाने हो। त्यो राजनीति छाड्नु पर्दैन। राजनीति त अब चोर भर्सा दलालले त राजनीति छाड्छु भनेको छ नि। तर राजनीति छाड्ने हैन, देश छाड्ने काम गर्नुस्। देश छाड्ने हैन, टक्क लाएर तपाई जाने भनेको एकैचोटि जेलमा हो। जेलमा जाने काम गर्नुस्। तत्काल तपाई राजीनामा गरिहाल्नुस्। गृहमन्त्रीमा बस्ने हैसियत छैन तपाईको। तुरुन्तै तपाई आत्मसमर्पण गरेर राजीनामा गरिहाल्नुस्। भोलि यो जनताले तपाईलाई सडकमा घिसारेर पछार्नुभन्दा अगाडि तपाईले तत्काल राजीनामा दिनु होला। केपी र शेरे चोरले छुट्टै भेटघाट गर्नु गएको भन्ने कुरा नि सबै जनतामा छर्लङ्ग भइसकेको छ। छुट्टै भेटघाट गर्दैछ। तर भेटघाट गरे पनि अब जनताले पत्याउनेवालामा छैन। हिजोको दिनमा नैतिकता खोज्ने मान्छे आज आफ्नै प्रश्न उठ्दाभरि तुरुन्त राजीनामा दिइहाल्नुस्। अरू कुरा होइन। अरू कुरा भनेको पछि कानुनले गर्छ। के गर्ने हो कानुनले गर्छ। तर अहिले चाहिँ तत्काल राजीनामा दिइहाल्नुस्। होइन भने तपाईलाई पदमा बस्नु कुनै हैसियत छैन। हैसियतै छैन। त्यही भएर तत्काल राजीनामा दिनुस्। रमेश लेखकज्यू, तपाईले तत्काल राजीनामा दिनुपर्छ। देशमा चोर
चोर्नको लागि हिजोको दिनमा नैतिकता खोज्ने मान्छे आफ्नो नाममा ऊ आउँदाखेरि राजीनामा दिनु सक्दैन? अलिकति लाज छैन। लाज त के हुन्छ? अब लाज भएको भए त त्यत्रो छ्यापछ्याप्ती आउने साथको भिडियो बनाएर हाल्नु आवश्यकता थिएन होला, तुरुन्तै राजीनामा दिन्थ्यो होला। तर नैतिकता नभएको मान्छेलाई अरू कुरा थाहा छैन, तपाईँले तत्काल राजीनामा दिनुहोस्, आफ्नो आत्मसमर्पण गर्नुहोस्, त्यही भन्न चाहन्छु। यो भिडियो युट्युबमा हाल्छु, सबैले सेयर गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। यी भ्रष्ट दलालहरू तस्करलाई जुत्ताको माला लगाएर चाहिँ कालो मोसो दलेर टुँडी खेलमा लात्ताले हानेर नाकको डाडी बाँध्ने गरी हान्नुपर्छ यो साला चोरहरूलाई। चोरहरूले देश लुटेर खाइसक्यो। गाउँको जनताहरू चाहिँ बुझ्दैन के, गाउँको जनता बुझ्दैन। गाउँठाउँको मान्छेहरूलाई 2 गिलास रक्सी र मासु भात खाएपछि पुग्छ, त्यही भएर गाउँको जनताले बुझ्दैन। त्यही भएर नै देश बिग्रेको कारण यो हो कि देश यसरी बिग्रेको छ। तपाईँहरूले एकदम सचेत भएर चाहिँ अब 84 मा भोट हाल्दाखेरि चाहिँ राम्रो मान्छे छान्नुहोस् के, राम्रो मान्छे छान्ने काम गर्नुहोस्। त्यही भएर भन्न चाहिरहेको छु। अब चुनाव आउनलाई धेरै छैन, अब 2 वर्ष बाँकी होला, तर राम्रो मान्छे छान्नुहोस्। यस्तो चोर तस्कर दलाल गुण्डागर्दी दिउँसे अँधेरो पार्ने, देशलाई अँधेरो पार्ने मान्छेलाई जिताएर केही हुन्छ? केही गर्यो? खै त 1 वर्ष भयो त केही गर्यो त? हिजोको दिनमा सहकारी पीडितलाई न्याय दे भनेर उफ्रिने मान्छे कहाँ गयो? अहिले त सदनमा चुपचाप लागेर बस्नुहुन्छ त। सहकारी पीडितले, एउटै पीडितले न्याय पाएको त कसैले देखिनँ मैले त। तपाईँहरूले देखिया छ भने यसो कमेन्ट गर्नु होला, कति हजार पीडितले न्याय पाएछ। यसमा चाहिँ अरू त्यस्तै हो। अब गृहमन्त्री रमेश लेखकले तत्काल राजीनामा दिनुपर्छ। नैतिकता छैन, उसमा बस्ने कुनै हैसियत छैन। त्यही भएर तुरुन्त राजीनामा दिनुहोस्। यो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँलाई यति भन्न चाहन्छु कि अब यो भिडियो जतिले हेर्छ सेयर पनि गरिदिनु होला। आजलाई यति नै। हस्त, धन्यवाद।